साथीहरु नमस्कार। आज फेरि अर्को नयाँ कक्षा लिएर तपाईहरुमाझ छलफल गर्न उपस्थित भएको छु। आजको कक्षामा हामीले महालेखा परीक्षकको 62औं वार्षिक प्रतिवेदन 2082 को बारेमा महालेखा परीक्षकको 62औं प्रतिवेदन वार्षिक प्रतिवेदन 2082 को बारेमा चर्चा गर्नेछौं है त साथीहरु। यो महालेखा परीक्षकको वार्षिक 62औं प्रतिवेदन चाहिँ 2082 वैशाख 31 गते चाहिँ महालेखा परीक्षक तोयाम रायले चाहिँ के राष्ट्रपति समक्ष चाहिँ पेश गर्नु भएको छ। सुरुमा थोरै यसको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन थोरै पृष्ठभूमिबाटै सुरु गरौं साथीहरु। यो 62औं प्रतिवेदन चाहिँ कसलाई र कहिले पेश गर्यो भन्ने बारे छलफल गरौँ है त, चर्चा गरौँ, सुरु गरौँ। अब हामीले यो कसरी र कसले है यो चाहिँ संविधानको धारा है, विशेष गरी धारा 294 1 बमोजिम महालेखा परीक्षक अहिले को हुनुहुन्छ त भन्दाखेरि महालेखा परीक्षक तोयाम रायले राष्ट्रपति समक्ष के गर्यो? वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। कहिले पेश गर्नुभयो त भन्दाखेरि राष्ट्रपति समक्ष 2082 वैशाख 31 गते चाहिँ पेश गर्नुभएको छ है त साथीहरु। यो संविधानको कुरा गर्दाखेरि धारा 294 1 मा चाहिँ के रहेको छ भने संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने छ भने छ है। राष्ट्रपति समक्ष पेश भएको वार्षिक प्रतिवेदन के हुन्छ? राष्ट्रपतिले के प्रधानमन्त्री मार्फत का संसदमा पेश हुने कुरा उल्लेख गरेको छ है त साथीहरु। यसरी हामी अब महालेखा परीक्षाको संवैधानिक व्यवस्थाको कुरा गर्दै हजुरहरुले थाहा छँदैछ, पढ्नु भएको छ है, त्यही पनि एक लाइन हेरौं। के छ संवैधानिक व्यवस्था भन्दाखेरि महालेखा परीक्षाको बारेमा संविधानको भाग 22 मा हैन, संविधानको भाग 22 मा धाराको कुरा गरे भने धारा 240 है, 240 र 242 मा है के छ? महालेखा परीक्षाको व्यवस्था गरिएको छ। महालेखा परीक्षा के एउटा संवैधानिक निकाय हो है त। यसमा के भन्छ त संविधानमा भन्दाखेरि धारा 240 मा महालेखा परीक्षक आयुक्त एकजना रहने, पदावधि 6 वर्ष र योग्यताको बारेमा कुरा गर्छ भने धारा 242 भने 41 है हो, 41 धारा 241 मा यसको महालेखा परीक्षकको काम कर्तव्य अधिकारको विषय कुराहरू उल्लेख गरेको छ। काम कर्तव्यको कुरा गर्दाखेरि संघीय निकाय, प्रदेश निकाय, स्थानीय निकाय अनि के छ प्रहरी, सेना, सशस्त्र प्रहरी लगायतको के कार्यालयहरूको के गर्ने? वार्षिक लेखा परीक्षण गर्ने हो। लेखा परीक्षण गर्ने काम के महालेखा परीक्षकको हुनेछ, जुन चाहिँ के नियमिका प्रओ भनेर हजुरहरूले याद गर्नु होला। नियमितता, मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र औचित्य, 5 वटाको आधारमा के हुन्छ?
लेखा परीक्षण हुने गर्दछ भने त्यो सँगै अर्को के छ भने यो धारा 241 मा 50% भन्दा बढी के भएको संघको प्रदेशको जायजेथा स्वामित्व भएको के संस्थानहरुको हैन प्रतिष्ठानहरुको के लेखा परीक्षक नियुक्ति गर्दा पनि के महालेखा परीक्षकको परामर्श लिनुपर्ने व्यवस्था यसै 241 धारामा रहेको छ। थप जानकारीको लागि यहाँहरुले संविधान हेर्नु होला। मैले छोटो यो यसको पृष्ठभूमि संवैधानिक व्यवस्था मात्रै भने। अब हामी आजको विषयवस्तु चाहिँ मुख्य गरी कन के छ 62 प्रतिवेदनमा भने यसको पनि 62 प्रतिवेदनको पनि बेरुजुको अवस्था है साथीहरु एकदमै महत्त्वपूर्ण छ। यो बेरुजु सम्बन्धी व्यवस्था अथवा बेरुजु सम्बन्धी अहिलेको वर्तमान अवस्था सोध्छ है साथीहरुले। अफिसरमा सोधेको छ, सुब्बामा सोधेको छ, खर्दारमा सोधेको छ, अझ त्यो भन्दा माथि सहसचिव उपसचिवमा समेत अलिकति एनालाइटिकल ढंगले सोधेको देखिन्छ। तर त्यो भन्दा मुनिको अधिकृत देखि मुनिको तहलाई र अन्य संस्थान प्रतिष्ठान बैंकिङ हैन शिक्षा सेवा लगायतकालाई चाहिँ के छ बेरुजुको अवस्था नै अहिलेको अवस्था नै वर्तमान अवस्था नै तथ्याङ्कीय हिसाबले नै रिटर्न पेपरमा सोधेको छ। फर्स्ट पेपरमा नि अत्यन्तै महत्त्वपूर्ण छ र यो साथसाथै यो लिखित परीक्षाको लागि अत्यन्तै महत्त्वपूर्ण छ यो विषय भन्ने मलाई लाग्छ। र साथै धेरै छलफल नगरिकन विषयवस्तुमा जाउँ। अब हाम्रो के छ रे वार्षिक प्रतिवेदनमा के बेरुजुको अवस्था है। अब हामीले लेखा परीक्षण साथीहरु यो 82 भनेको यो अब अहिले कतिको 2080-81 को है यो साथीहरु है 80-81 को बुझाएको है यो प्रतिवेदन चाहिँ लेखा परीक्षण। अब हेरौं अब तल जाउँ। लेखा परीक्षण यस वर्ष के रहेछ कुल औलाएको बेरुजु रकम कति रहेछ 91 अर्ब 59 करोड 79 लाख रहेको छ है कुल बेरुजु औलाएको। परीक्षणमा बेरुजुको स्थिति हो यो बारेमा चाहिँ हामीले आज विशेष रूपमा छलफल गर्नेछौँ है साथीहरु। विषयवस्तु महत्त्वपूर्ण हुन सक्छ। साथीहरुले ध्यान दिएर नोट गरेर घरमा एकचोटी फेरि पढ्न अध्ययन गर्नु होला। लेखा परीक्षण बेरुजुको स्थिति है। अब यस वर्ष है यस वर्ष के संघ प्रदेश स्थानीय हैन समिति तथा अन्य संस्था गरी कुल बेरुजु औलाएको बेरुजु भनौं न कुल सबैको है यो सबैको यस वर्षको सबै संघ संस्था निकाय र कार्यालयहरुको कुल बेरुजु कुल औलाएको बेरुजु रकम कति छ भने हाम्रो यस वर्ष चाहिँ 91 अर्ब साथै 91 अर्ब 59 करोड 79 लाख रहेको है त साथीहरु। यस वर्ष लेखा परीक्षण भएको कुल रकम कति छ त भन्दै यस वर्ष लेखा परीक्षण भएको कुल रकम कति छ हाम्रो भनेपछि यस वर्ष लेखा परीक्षण भएको कुल रकम चाहिँ 94 खर्ब है 94 खर्ब 62 अर्ब त्यसपछि
36 करोड 36 करोड हैन 81 लाख। यस वर्ष लेखा परीक्षण भएको कुल रकम कति छ? 94 खर्ब 62 अर्ब 36 करोड 81 लाख को भएको छ है। भनेपछि करोड रहेको र हैन 5000 कति 759 निकायको लेखा परीक्षण गरिएको है त। जम्मा निकाय कति 5759 निकायको लेखा परीक्षण भएको अथवा गरिएको यस वर्ष है। अब यहाँ मेटेर फेरि माथि गयौँ, माथि लेख्यौँ, लेख्दै जाउँ, साथीहरु साथै जान्छ है। अब यसमा यो प्रतिवेदनमा के छ भने यो प्रतिवेदनमा के राखेको छ भने बेरोजुको वर्गीकरण गरेर बेरोजुको प्रतिशत राखेको छ है। प्रतिशत मात्र हैन, यसको पूरा रकम नै छ। रकम त्यति आवश्यक नपर्ला, साथीहरुले त्यस्तो हेर्न मन लाग्यो भने प्रतिवेदन हेर्नु होला। मैले चाहिँ प्रतिशत मात्रै यहाँलाई बताउँछु। जस्तै बेरोजुको वर्गीकरण कसरी गरेर छ भन्दाखेरि हामीले साथीले पढिराख्नु भएकै छ। बेरोजु अब नियमित गर्नुपर्ने पेस्की बेरोजु हैन, अनि अर्को के छ असुल उपर गर्नुपर्ने भनेर तीनवटा विशेष गरी बेरोजु औलाइन्छ। अब सैद्धान्तिक बेरोजु पनि छन् चाहिँ त्यसलाई चाहिँ ठ्याक्कै रकममा राखिदैन। अब यहाँ तीनैवटालाई यहाँ राखेको छ। जस्तो एक के छ असुल गर्नुपर्ने, दुईमा असुल गर्नुपर्ने प्रतिशत राखेको छ है साथीहरु। प्रतिशत भनेको असुल गर्नुपर्ने चाहिँ 32.89% छ है, प्रतिशत राख्दै मैले। अनि नियमित गर्नुपर्ने धेरै छ हामीसँग 61.27% छ। त्यस्तै गरी यो नियमितलाई पनि विभिन्न खण्डमा छुटाएर उपशीर्षकहरुमा यहाँ विभाजन गरेको छ साथीहरु। ल जस्तै नियमित गर्नुपर्ने भित्र के छ भन्दाखेरि अनियमित भएको के छ, अनियमित भएको कति हो त भन्दाखेरि हाम्रो 16 कति छ 16.50% छ। त्यस्तै गरी 2.2 मा नियमित गर्नुपर्ने भित्रै अनियमित भएको अर्को के छ, अर्को प्रमाण कागज पेश नभएको कति छ त प्रमाण कागज पेश नभएको भन्दाखेरि अब गर्नु पर्यो यसलाई हैन, नभएपछि त बेरोजु रह्यो हैन। प्रमाण कागज पेश नभएको कति छ हाम्रो सबैभन्दा बढी है यो नियमित गर्नुपर्ने भित्र 44.70% छ। त्यसै 2.3 मा हामी जाउँ। अब प्रमाण कागज पेश नभएको भन्ने होइन। त्यसपछि हाम्रो जिम्मेवारी नसारेको छैन है साथीहरु। 0.0% भनेको सबै जिम्मेवारी सारेको रहेछ है, यहाँबाट बेरोजु देखिएन। अब 2.4 मा जाउँ। अनि शोध भर्ना लिएको भए हुँदैन थियो, नलिएपछि के हो बेरोजु भयो। कति भयो त शोध भर्ना 0.07%, 0.7% एकदमै कमै छ। अब यहाँ साथीहरुले यो म मेटाए देखिसक्नु होला। अब त्यसपछि यो भित्र नियमित गर्नुपर्ने भित्र यी चारवटालाई विभाजन गरियो हैन। अब यसपछि 3 नम्बरमा हाम्रो पेस्की बेरोजु कति छ त भन्दाखेरि हाम्रो 5.84% रहेको छ। यो सबै जोड्दाखेरि 100% हुन्छ है त साथीहरु। यसरी बेरोजुको वर्गीकरणलाई पनि प्रतिशतमा यसरी हामीले छलफल गरियो। अब भने हामी निकायगत रूपमा है
निकायगत रूपमा छलफल गरौँ है त साथीहरु, छलफल गरौँ। रूपमा गर्दाखेरि लेखा परीक्षण गरिएको के छ हाम्रो निकायको बारेमा कुरा गरौँ है। लेखा परीक्षण गरेको निकायको बारेमा कुरा गरौँ। लेखा परीक्षण गरेको निकाय हाम्रो यसपालि यसको कार्यालय संख्या र प्रतिशत यहाँ अलि अड्दैन के हो साथीहरु। लेखा परीक्षण गरेको निकायको बारेमा हेरौँ है त, कति गरिएको छ भनेर अलि सानो लेखौँ। यहाँ निकाय, यहाँ कार्यालय संख्या बेरुजु प्रतिशत है। यसलाई सट्ट हेरौँ सरस्वती, सरी यो सानो हुन्छ ल यस्तो ल है त। निकाय भनेर 1 मा संघीय मन्त्रालय तथा निकायको बारेमा हेरौँ। त्यसपछि प्रदेश मन्त्रालय तथा निकायको हेरौँ। त्यसपछि स्थानीय तहको बारेमा हेरौँ। त्यसपछि समिति तथा अन्य संस्थाको बारेमा है। संघीय मन्त्रालय तथा निकाय हाम्रो यसपटक कतिवटा कार्यालयमा भयो भन्दा लेखा परीक्षण भयो भन्दाखेरि चाहिँ हाम्रो 3093 वटा कार्यालयको भयो, जहाँ यिनीहरूको 3093 को लेखा परीक्षण हुँदाखेरि कति 1.54% बेरुजु रह्यो है त। त्यसैगरी प्रदेश मन्त्रालय तथा निकायको लेखा परीक्षण 1165 वटा कार्यालयको भयो, जहाँ यिनीहरूको लेखा परीक्षणबाट बेरुजु कति निस्क्यो 1.36% बेरुजु निस्क्यो। त्यसैगरी स्थानीय तह, यहाँ स्थानीय तहमा चाहिँ 8 वटा चाहिँ के छ बकौता समेत छ है। बकौता समेत भनेको साथीहरुलाई पक्कै थाहा छ। बकौता भनेको पहिला यो वर्षभन्दा अगाडिको वर्षहरुमा लेखा परीक्षण नभएको 8 स्थानीय तह रहेछन्, यिनीहरु पनि यसपालि भएको छ है त। यसरी हुँदाखेरि 753 के हो स्थानीय तह प्लस अगाडि 8 वटाको नभएको हैन, यो वर्षभन्दा अगाडि 8 वटाको नहुँदाखेरि कति भयो जम्मा भन्दाखेरि 761 वटाको भएको छ है स्थानीय तह। 761 वटाको 761 वटा स्थानीय तहको लेखा परीक्षण हुँदाखेरि कति रह्यो त बेरुजु भन्दाखेरि 2.26% बेरुजु रहेको छ। समिति तथा अन्य संस्था 695 वटा संस्था र समितिहरुको हुँदाखेरि कति छ बेरुजु 2.74% रहेको छ है त। साथीहरुले यो बेरुजुको प्रतिशत मात्रै राखेको छु मैले, प्रतिवेदन हेर्नुभयो भने कुल रकम पनि छ। यहाँहरुलाई आवश्यक पर्यो भने हेर्नु होला, नभए यो खासै त्यति धेरै रकमै याद गर्नु नपर्ला भन्ने मलाई लाग्छ। प्रतिशत सम्मले जे हजुरलाई पुग्छ होला। तपाईहरुले अझ थप डिटेल हेर्न सक्नुहुन्छ प्रतिवेदनमा। त्यसपछि हामी जाउँ यो साथीहरु सार्नु होला। अब जहाँ हामीले यो कार्यालय र निकायको भएन, अब संघ है त। संघीय मन्त्रालय अन्तर्गत रकमको आधारमा बढी बेरुजु भएको मन्त्रालयहरु हेर्नु है त। ल साथीहरु, संघीय मन्त्रालय अन्तर्गत चाहिँ रकमको आधारमा, धेरै रकम भएको आधारमा बढी बेरुजु भएको मन्त्रालयहरुमा
बढीबाट क्रममा राख्छु है साथीहरु। टप 5 वटा राख्छु। यो भन्दा बढी चाहियो भने हजुरहरुले हेर्न सक्नुहुन्छ। 5 वटा राख्छु मैले। बेरुजुको रकम पनि छ, रकम मैले यहाँ उल्लेख गरेको छैन। मैले चाहिँ सरस्वती मन्त्रालयको नाम राखे, जस्तै 1 मा सबैभन्दा बढी बेरुजु भएको अर्थ मन्त्रालय, त्यसपश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, त्यस्तै गरी तेस्रोमा रक्षा मन्त्रालय, त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, त्यसपछि हाम्रो के छ परराष्ट्र मन्त्रालय। 5 मा परराष्ट्र मन्त्रालय लेखिने सबैमा परराष्ट्र मन्त्रालय। यसरी सबैभन्दा बढी अर्थ अनि भौतिक, रक्षा, भूमि अनि परराष्ट्र है। अरु पनि छन्, अरु पनि साथीहरुले हेर्न मन लागेर हेर्नु होला। अनि अब हामी प्रदेशतिर जाउँ है त साथीहरुलाई। अब यो म मेट्छु है एकछिनलाई। प्रदेशगत बेरुजु, त्यसपश्चात प्रदेशगत बेरुजुको कुरा गरौँ। प्रदेशगत बेरुजुको कुरा गर्दाखेरि मैले बढीबाट कमतर्फ है त, सबैभन्दा बढीबाट कमतर्फ। साथीहरुले अन्यथा नमान्नु होला, मैले सम्झनको लागि एउटा सूत्र फर्मुला जस्तो यसो सम्झिन सजिलो होस् भनेर यसरी तपाईहरुलाई म बताउँछु। यसको लागि चाहिँ माकासुली भनेर कसैले साथीहरुलाई कहिलेकाहीँ रिस उठ्दाखेरि भनिन्छ नि त हैन, गाली गरे जस्तो, त्यही सम्झे त। माकासुली केजीबा, ल यसरी सम्झे है त। माकासुली केजीबा छ अरे, केजीमा बा छ अरे, माकासुली भनेर अन्यथा नहोस् है साथीहरु। मैले यसो सम्झिनलाई मात्रै ल हेरौँ है त। माबाट के छ मधेस सम्झिने, मधेस प्रदेश। काबाट के छ 2 3 4 5 6 7। काबाट कोशी सम्झिने, कोशी प्रदेश। सुबाट सुपय, सुदूरपश्चिम। लिबाट लुम्बिनी। केबाट के छ हाम्रो कर्णाली। जीबाट गण्डकी। बाबाट बागमती। यसरी यसको प्रतिशत पनि मैले यहाँलाई बताउँछु। मधेसमा कति छ त बेरुजु भन्दाखेरि 2.07%। कोशीमा 1.69% 69 है। सुपमा 1.41%। लुम्बिनीमा 1.22%। कर्णालीमा 1.22%। गण्डकीमा 1.15%। बागमतीमा 1.03%। साथीहरु यो लुम्बिनी र कर्णाली प्रतिशतमा बराबर भए पनि रकमको आधारमा लुम्बिनी बढी छ है साथीहरु। ल हामीले यहाँ यसो हेर्दाखेरि के रहेछ, मध्य प्रदेशमा सबैभन्दा बढी बेरुजु रहेको छ भने सबैभन्दा कम कहाँ रहेछ बागमती। मधेसमा कति 2.07 सबैभन्दा बढी, त्यसपछि कोशीमा 1.69 र सबैभन्दा कम 1.03 कहाँ रहेछ बागमती प्रदेशमा रहेछ है त साथीहरु। ल साथीहरु अब यता म मेटेर फेरि अब स्थानीय तहमा थोरै चर्चा गरौँ है त। प्रदेशगत भयो, स्थानीय तह। स्थानीय तहको कुरा गर्दाखेरि स्थानीय तहमा बेरुजु है, बेरुजु। यसको नि म प्रमुख मात्रै भन्छु, डिटेल चाहियो भने हजुरले प्रतिदिन नै हेर्नुपर्ने हुन्छ। अब स्थानीय तहमा बेरुजुको कुरा गर्दाखेरि 5% भन्दा कम बेरुजु भएको 5% भन्दा कम बेरुजु भएको स्थानीय तह है। 5% भन्दा कम बेरुजु भएको स्थानीय तह भनेर सम्झिनु होला। कतिवटा छ भन्दाखेरि 692 वटा। त्यस्तै गरी
5% देखि 15% बेरुजु भएको के हो स्थानीय तह। यो पनि स्थानीय तह कतिवटा भन्दाखेरि 68 वटा रहेको छन्। अब 15% भन्दा बढी बेरुजु भएको कति छ? एउटा मात्रै छ है। यसरी हेर्दा साथीहरु 8 9 10 11 को 1 6 मा 9 कति हो? 15 प्लस 1 हातले 16 को 6 1 आयो 7 761 वटा स्थानीय तहको के भएको छ? यसपालि लेखा परीक्षण भएको छ। भनेको मतलब के छ यहाँ 753 प्लस अघि मैले भनेछु त्यहाँ भिडियोमा 8 वटा के छ? बकौता भनेको पहिला बाँकी रहेको बेरुजु कति 8 वटा स्थानीय तहमा त्यो गरेर कति हो? 761 वटा स्थानीय तहको यसपालि लेखा परीक्षण भएको छ। साथीहरुले लाग्न सक्छ यो एउटा कुन होला त? 15% भन्दा बढी बेरुजु भन्यो भने यो एउटा रहेको छ। यो 15% भन्दा बढी भएको चाहिँ कुन रहेछ भन्दाखेरि धनकुल गापा भन्ने रहेछ है। यो कुन? सर्लाही जिल्लाको। यसमा कति बेरुजु छ भन्दाखेरि 20.22% है। यो बकौता बेरुजु यसपालि लेखा परीक्षण भएको है। यो कति सालको भन्दाखेरि 2076 सालको लेखा परीक्षण चाहिँ यसपालि भएको छ है साथीहरु। अब प्रदेशको नि कुरा गर्यौं। अब हामीले एउटा विषय छुटेछ माथि, म तपाईहरुलाई भन्छु। ल अब विषय छुटेको के छ भने कुल बेरुजु कति छ त भन्ने कुरा है त। यहाँ लेखेको छु है साथीले आइस गर्नु होला। गत वर्ष हाम्रो कुल बेरुजु कति थियो त? गत वर्षको भनौं न, गत वर्षको बाँकी बेरुजु कति थियो भन्दाखेरि हाम्रो 6,69 अर्ब कति थियो? 6,69 अर्ब 86 करोड है। गत वर्षको बाँकी बेरुजु 6,69 अर्ब 86 करोड रहेको थियो है भने। अब यस वर्ष कति त? यस वर्षको कुल बेरुजु कुल बाँकी बेरुजु कति छ त यस वर्षको भन्यो भने यस वर्ष कति थपेर 6 बाट 7 खर्ब है कति पुग्यो भन्दाखेरि 33 अर्ब 7 खर्ब 33 अर्ब 19 करोड 9 लाख। यस वर्षको कुल बाँकी बेरुजु कति रहेछ? 7 खर्ब 33 अर्ब 19 करोड 9 लाख रहेको छ। यो बेरुजु चाहिँ कस्तो हो भने 6 खर्ब 69 अर्ब 86 करोडमा चाहिँ साथीहरु फरचोट गरेर है यसपालि फरचोट र समायोजन गरेपछि यति पुगेको है। गत वर्षको तुलनामा यो गत वर्षको तुलनामा बेरुजु कतिले बढ्यो भन्दाखेरि बेरुजु बढेको चाहिँ हाम्रो 9.45% ले वृद्धि भयो है। वृद्धि भएको कतिले? गत वर्षको तुलनामा यस वर्ष 9.45% ले वृद्धि भएको। 669 86 को हैन नि, फेरि यसमा फेरि समायोजन र फरचोट भएको छ। फरचोट भएपछि 9.45% ले वृद्धि हुँदा अहिले कुल बेरुजु कति? 7 खर्ब 33 अर्ब 19 करोड 9 लाख पुगेको छ है त साथीहरु। ल त साथीहरु आजको भिडियोमा हामीले वैशाखी प्रतिवेदनको सन्दर्भमा बेरुजुको अवस्थाको बारेमा चर्चा गर्यौं। साथीहरुलाई यो भिडियोहरु कस्तो लागेको छ पक्कै पनि सल्लाह सुझाव प्रतिक्रिया र मन पर्यो भने सब्स्क्राइब
अनि लाइक कमेन्ट गर्नुहोला र आगामी भिडियोहरुमा फेरि यस्तै महत्त्वपूर्ण विषयहरुमा चर्चा गर्ने बाचाका साथ आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।